नमस्कार साथीहरू, आज हामी बनाउँदैछौँ लट्टीको साग। अनि अब यो गर्मी मौसममा हजुरहरूको घरतिर त लट्टीको साग प्रशस्तै छ होला। यसलाई हामी कसरी मिठो बनाउन सक्दछौँ र कसरी खान सक्दछौँ भनेर देखाउन चाहन्छौँ। अब हामीले यसलाई माथिको मुन्टा मसिनोसँग काट्ने, अनि त्यसपछिको साग हल्का काटेर, अनि सरसोको तेल छ भने सरसोको तेल, नभए भने अरू रिफाइन ओइल युज गर्दा पनि हुन्छ। अनि सागमा हल्का मेथी, ज्वानो, जिरा, अदुवा, लसुन, खुर्सानी हाल्यो भने मलाई एकदमै मनपर्छ। मैले यसरी नै पकाउने गर्दछु र यो एकदमै हेल्थको लागि एकदमै राम्रो साग पनि हो साथीहरू। यतिखेर पाइने अनि नरम हुने साग जो कोहीलाई मनपर्छ, अनि हजुरहरूले पनि यसरी नै बनाएर खानुहोस् है त। अनि यस्तै यस्तै राम्रो भिडियोको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्दै जानु। हस्, धन्यवाद।